आज हामी गोरखापत्रको लोकसेवा विशेष वस्तुगत प्रश्नोत्तर श्रृङ्खला अन्तर्गत 2082 असार 11 गतिको गोरखापत्र अध्ययन गर्न गइरहेका छौँ। भिडियो हेर्नु अघि सबैजनाले कपी र पेन लिएर तयारी अवस्थामा बस्नुहोला, किनकि लोकसेवाले प्रश्न निर्माण गर्दा गोरखापत्रलाई रेफरेन्सको रूपमा प्रयोग गर्ने गर्छ। सुरु गर्नु अघि सबैजनाले भिडियोलाई एक लाइक पनि गर्नुहोला। नम्बर 1 मा दिएको छ, राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको आगामी 3 वर्षको आर्थिक वृद्धि दर कति हुने अनुमान गरिएको छ भनेको छ। तपाईले एमटीएफ भन्ने सुन्नुभएको होला। यसको सही उत्तर चाहिँ 7.1% भनेको छ। जस्तै आयोगले 2082 असारमा आर्थिक वर्ष 2082-83 देखि 2084-85 सम्म लागू हुने मध्यमकालीन, यो मध्यकालीन लेखेको छ, खास मध्यमकालीन हो, मध्यमकालीन खर्च संरचना सार्वजनिक गरेको भनेको छ। तपाईले धेरैजनाले थाहा पाइसक्नु भएको होला, यो रिटर्न पढ्ने साथीहरूलाई थाहा होला, तर मध्यमकालीन खर्च संरचना जसलाई चाहिँ एमटीईएफ भन्छ, यो भनेको के हो तपाईलाई म अलिकति भनिदिन्छु। यो चाहिँ तपाईले 3 वर्षको बजेट भन्ने सम्झिनु होला सामान्य रूपले, खास त्यसरी बुझ्न त मिल्दैन। अघिल्लो वर्षको कुराहरू पनि अब जोडिन आउँछ र आगामी वर्षका बजेटहरू पनि जोडिन आउँछ। यो खास के हो भने हाम्रो योजना हुन्छ, योजना र वार्षिक बजेटलाई जोड्ने एउटा पुलको रूपमा काम गर्ने गरेको हुन्छ। यसको डिटेल्स हामी रिटर्नमा पढ्छौँ, तर तपाईले थाहा पाउनु होला 3 वर्षको बजेट भनेर बुझ्नु होला सामान्य रूपले, जीके को लागि बुझ्नलाई, तर त्यति मात्रै हुँदैन है यो कुरा। संरचनाले 3 वर्षभित्र सँगै सरकारले खर्च गर्ने योजना, प्राथमिकता, आयोजना, स्रोत व्यवस्थापन र बजेटको विनियोजन प्रक्रिया स्पष्ट पारेको भनेको छ। यसले 16औं योजना तथा दिगो विकासको लक्ष्यसँग समन्वय हुने सार्वजनिक खर्च प्रणालीको आधार तयार गरेको भनेको छ। जस्तै 16औं योजना छ, 16औं योजना ठुलो लक्ष्य लिएको हुन्छ, वार्षिक बजेट 1 वर्षको हुन्छ र त्यो वार्षिक बजेटले त्यसको चाहिँ लक्ष्यहरू मिट गर्ने गरी यो गरिएको हुन्छ है त। आर्थिक वर्ष 2082-83 देखि 2084-85 सम्ममा मुलुकको औसत आर्थिक विकास चाहिँ 7.1% रहने अनुमान गरेको भनेको छ। अनि प्रतिवेदनले चालु आर्थिक वर्ष 2081-82 मा आर्थिक वृद्धि दर आधारभूत मूल्यमा 3.99% र उपभोक्ता मूल्यमा 4.61% रहने अनुमान गरेको भनेको छ। चालु अब कुल ग्रास्थ उत्पादन जीडीपीमा 61 अर्ब 7 अर्ब पुगेको भनेको छ। तपाईलाई यो सोध्न सक्छ है, यो ध्यान दिएर टिप्नु होला। आर्थिक वर्ष 2067-68 मा 15 खर्ब 59 अर्ब रहेको जीडीपी 15 वर्षमा 5 गुणाले बढेको आयोगले जनाएको भनेको छ राष्ट्रिय योजना आयोगले। यो अवधिमा जीडीपी को वार्षिक वृद्धि दर सबैभन्दा धेरै आर्थिक वर्ष 2073-74 मा 8.98% र सबैभन्दा कम चाहिँ आर्थिक वर्ष 76-77 मा 2.37% सीमित रही औसत चाहिँ 4.30% रहेको भनेको छ। सबैभन्दा बढी भएको याद गर्नु होला 73-74 र सबैभन्दा कम भएको 76-77, जुन बेला कोभिड पनि भएको थियो, कोभिडको इम्प्याक्ट हो भन्ने बुझिन्छ हैन। यो तपाईले थाहा पाइहाल्नुहुन्छ। यो चाहिँ याद राख्नु, यसको एभरेज चाहिँ 4.30 है। विगत 15 वर्षमा नेपालको प्रति व्यक्ति आय 818 अमेरिकी डलरबाट बढेर यस वर्ष 1517 है, 1517 सम्झिन सजिलो हुन्छ। 1517 भन्दा 15 अनि 17 दुईटै अड नम्बरहरू अमेरिकी डलर पुग्ने अनुमान रहेको भनेको छ है त। नम्बर 2 मा अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ? यसको सही उत्तर चाहिँ जुन 21 मा मनाइन्छ। र सन् 2025 को नारा, प्रत्येकको नारा चाहिँ याद गरौँ। नारा तपाईले जोडा मिलाउन सोधिरहेको हुन्छ। सिङ्गो पृथ्वी र मानव स्वास्थ्यको लागि योग भन्ने रहेको छ। नम्बर 3 मा राष्ट्रपति चुरे तराई मधेस संरक्षण कहिले मनाइन्छ? दिवस कहिले मनाइन्छ भनेको सही उत्तर चाहिँ असार 2 गते। यस्तै सामान्य दिवसहरू सोधिरहेको हुन्छ है, दिवसहरू याद राख्नु होला। राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति स्थापना भएको अवसर पारी हरेक वर्ष असार 2 मा चाहिँ यो दिवस मनाउने गरिन्छ भन्ने बुझ्नु होला। चुरेको प्राकृतिक स्रोत संरक्षण, दिगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको सम्वर्धनद्वारा गरिबी न्यूनीकरणमा टेवा पुर्याउने लक्ष्यका साथ सीमित स्थापना 2071 असार 2 गते भएको भनेको छ। यो के को लागि भएको तपाईले पढ्न पर्दैन, तपाईले थाहा पाउनु पर्ने के छ भने कहिले मनाइन्छ र यसको नारा है, यति मात्र याद गर्नु होला। नम्बर 4 मा युएफए नेसन्स लिग फुटबल 2025 को उपाधि कसले जित्यो भनेको छ। यसको सही उत्तर चाहिँ पोर्चुगलले जितेको छ। युएफए नेसन्स लिग चाहिँ युएफए। फाइनलमा स्पेनलाई टाइब्रेकरमा हराउँदै पोर्चुगलले दोस्रो पटक नेसन लिग फुटबलको उपाधि जितेको भनेको छ। टाइब्रेकमा पोर्चुगलले 5-3 गोलले हराएको थियो। हामी पेनल्टी सुटआउट भन्छौँ, पेनल्टी सुटआउटमा गरेको थियो यो क्रिस्टियानो रोनाल्डोको देश। पोर्चुगलले यसअघि नेसन लिगको पहिलो संस्करण 2018-19 को उपाधि जितेको थियो। त्यस यता फ्रान्स र स्पेनले एक पटक उपाधि जितेका छन् भन्छ। सबैभन्दा यो नेसन लिग जित्ने चाहिँ यो युरोपको देशहरूले मात्र खेल्छन् है। यो चाहिँ पोर्चुगलले 2 पटक जितेको छ, योभन्दा फ्रान्स र स्पेनले एक पटक जितेको छ है त। नम्बर 5 मा दिएको छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कहिलेदेखि लागू हुने गरी 12 देशका नागरिकलाई पूर्ण र आंशिक यात्रा प्रतिबन्ध घोषणा गरेको छ भनेको छ। यो चाहिँ सन् 2025 जुन 9 देखि। अब यो देशमा कुन पर्छन् भन्छ गरेका राष्ट्रहरू घोषणा गरेका, यो प्रतिबन्ध घोषणा गरेका राष्ट्रहरू अफगानिस्तान, म्यानमार, चाड, कङ्गो, इक्वेटोरियल गिनी हैन, अझै
इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन यी देशहरू रहेका छन्। र ट्रम्पले जुन 4 मा जारी गरेको आदेश जुन 9 देखि लागू हुने भएको छ है त। भने यस्तै बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान, भेनेजुएला गरी 7 देशका नागरिक बीच आंशिक मात्र प्रतिबन्ध लगाएको छ। यो पूर्ण प्रतिबन्ध र आंशिक लगाएको छ। कुन कुन देश भनेर तपाईँलाई पढ्न जरुरी छैन। यो जानकारीको लागि चाहिँ हेर्नु होला। तपाईँले डेट चाहिँ थाहा पाउन सक्नुहुन्छ कुन कुन देश भनेर पढ्न जरुरी छैन है। धेरै कुरा पढ्न सकिँदैन। यो कुरा समसामयिक सोध्ने जस्तो कुरा होइन यो रोग आप्रवासन र गैर आवासन है नन इमिग्रेसन दुवै प्रकारका भिजामा लागू हुने जनाइएको छ। पूर्ण प्रतिबन्ध लागू भएका देशका अधिकांश नागरिकले अमेरिकीका प्रवेश पूर्ण रूपमा निषेध हुने, यसमा पर्यटन भिजा, विद्यार्थी भिजा, काम गर्ने भिजा र आप्रवासन भिजा लिने सबै समावेश हुन्छन् है। सबै खाली यस्तोमा पाइने यस्तो नपाइने भन्ने छन् सबै खाले है। आंशिक प्रतिबन्ध लागू भएका देशका नागरिकलाई केही विशेष प्रकारका भिजा वा परमिटमा मात्र रोक हुने जनाइएको छ भनेको छ। पूर्ण प्रतिबन्ध भएको सबैमा प्रतिबन्ध भइहाल्यो है त। नम्बर 6 मा स्नायु विज्ञान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन न्युरोकन 2 काठमाडौँमा कहिले सम्पन्न भयो भनेको छ। यो डेट थाहा पाउनु होला। विक्रम सम्वत 2082 असार 4 र 5 गते 2 दिन भएको थियो र यसको नारा चाहिँ याद गर्नु होला, स्नायु विज्ञानको विकासक्रम एवं नवप्रवर्तन भन्ने रहेको छ। अब यो के गर्ने सम्बन्धी तपाईँले यो सोध्दैन। यस्तो कुराहरू चाहिँ तपाईँले यसो पढ्नुहुन्छ अथवा हेल्थसँग रिलेटेड मान्छे हुनुहुन्छ भने यो कुरा पढ्नु होला। होइन भने तपाईँले जिके को लागि चाहिँ तपाईँले के थाहा पाउने, एउटा चाहिँ तपाईँले यो डेट थाहा पाउनु पर्यो। 4 र 5 गते भएको थियो। अर्को चाहिँ नारा थाहा पाउने। बाँकी कुरा तपाईँले नपढ्नुहोस्, यो भइदैन है त। नम्बर 7 मा दिएको छ एसियाली विकास बैंक एडिबीले नेपालका लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजीको अवधि कुन हो भनेको छ। यसको सही उत्तर चाहिँ 2025 टु कति 29 सम्म है। यसरी थाहा पाउनु पर्यो। एडिबीले सन् 2025 जुनमा नेपाल रणनीति 2025-2029 सार्वजनिक गरेको भनेको छ र सन् 2025 देखि 29 सम्मका लागि लागू हुने रणनीतिले नेपालको आर्थिक रूपान्तरणको लागि हरित, निजी क्षेत्र लक्षित र जलवायु रेजिलिएन्ट विकास मोडेललाई अघि सारेको भनेको छ। अब तपाईँले यो कहिलेकाहीँ आर्थिक कुराहरूमा लेख्न सक्नुहुन्छ तर त्यति इम्पोर्टेन्ट छैन। डेट चाहिँ मोस्ट इम्पोर्टेन्ट है त। अर्को कुरा चाहिँ यो चाहिँ याद गर्नु होला, सुशासन, सामाजिक न्याय, साझा समृद्धि हासिल गर्ने नेपालको 16औं पञ्चवर्षीय योजनाको उद्देश्यसँग मेल खाने गरी रणनीति एडिबीले जनाएको भनेपछि यो रणनीति चाहिँ बनाइएको छ है त। एडिबीले जनाएको छ हाम्रो चाहिँ 16औं योजनासँग रिलेटेड हुने गरी यो रणनीति विश्व बैंक समूहसँग साझा अवधारणा तयार पारिएको भनेको छ। एडिबी र विश्व बैंकले नेपालमा कुल विकास सहयोगको झन्डै 70% हिस्सा गर्छ है त। एडिबीले सन् 2025 देखि 29 भित्र नेपालमा झन्डै 2.3 अर्ब डलर सहयोग गर्ने जनाएको छ भनेको छ। यो चाहिँ सहयोगको कुरा राम्रो छ। अब अर्को कुरा चाहिँ निजी क्षेत्रको अग्रसरमा रोजगारीमूलक तथा हरित आर्थिक रूपान्तरण, गुणस्तरीय मानव पुँजी विकास एवं सार्वजनिक सेवा र जलवायु परिवर्तनप्रति प्रतिरोधी संरचनाको प्रवर्धनलाई नयाँ रणनीतिका मुख्य 3 प्राथमिकता राखेको भनेर भनेको छ। यो कुरा सोध्दैन। सोध्ने भनेको तपाईँले मेन कुरा मैले भनिसकेँ। कहिलेदेखि कहिलेसम्म 25 देखि 29 सम्म र केसँग रिलेटेड पञ्चवर्षीय हाम्रो योजनासँग मेल खाने कुराहरू चाहिँ नबिर्सिनु होला। अरू चाहिँ त्यति इम्पोर्टेन्ट छैन योबाट है त। नम्बर 8 मा दिएको छ सेभेन रिला लेक्स कहाँ पर्छ भनेको छ। सेभेन रिला लेक्स चाहिँ बुल्गेरियामा पर्छ। तपाईँले जिकेमा पढिसक्नु भएको छ, अघिल्लो वर्षमा सोधिसकेको छ। रिला माउन्टेन पर्वत श्रेणीमा पर्ने सेभेन रिला लेक्स 7वटा हिमालका समूह हो अनि 2100 मिटरदेखि 2500 मिटरको अवस्थामा तालहरू भनेको छ। योमा चाहिँ हेर्नुहोस् त, दि टियर सबैभन्दा सानो, दि आई होइन, दि किडनी, दि ट्विन, कहिलेकाहीँ सोध्न सक्छ, दि टेफोइल एन्ड फिस लेक र दि लोवर लेक रहेका छन्। नम्बर 9 मा दिएको छ नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ। तपाईँलाई थाहा छ, सुभानन्द दासलाई मानिन्छ। नम्बर 10 मा विश्वको सबैभन्दा पुरानो अन्न कुनलाई भनिन्छ भनेर भन्छ। तपाईँले स्कुल पढ्दा जिकेमा पनि पढिसक्नु भएको हुनसक्छ। यो चाहिँ भटमास हो। नम्बर 11 मा इजरायल इरान बीच युद्ध विराम कहिले भएको भनेको छ। यसको सही उत्तर चाहिँ जुन 24 है, 25 जुन 24। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो पहलमा इजरायल इरान युद्ध विराम सहमतिमा पुगेको भनेको छ। यिनीहरू चाहिँ आधिकारिक रूपमा युद्ध विरामको लागि सहमत भएको जनाइएको छ। र नम्बर 12 मा मुलुककै पहिलो फ्लाइओभर ग्वारको फ्लाइओभरको उद्घाटन कहिले भयो भनेको छ। यसको सही उत्तर चाहिँ 82 असार 6 गते है त। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको थियो। काठमाडौँ ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चाहिँ एसएसपी नवराज अधिकारीले रिबन काटेर फ्लाइओभर उद्घाटन गर्नुभएको भनेको छ। उद्घाटनसँगै फ्लाइओभर सञ्चालनमा ल्याइएको भनेको छ। विक्रम सम्वत 2078 फागुन 12 गते 2 वर्षमा निर्माण सक्ने गरी सम्झौता भई कार्य अघि बढेको थियो भनेको छ। तर 79, 80, 81 भइसक्यो होइन। नम्बर 13 मा एउटै आय वर्षमा एकभन्दा बढी मुलुकमा कारोबार गर्ने व्यक्तिलाई कारोबार गरेको मुलुक वा बासिन्दा रहेको मुलुक मात्र कर लिने गरी व्यवस्था सम्बन्धी सम्झौतालाई के भनिन्छ भनेको छ। यसको चाहिँ दोहोरो कर मुक्ति सम्झौता डिटिए भनेको छ। डिटिए भएका देशहरू तपाईँलाई थाहा होला।
नम्बर 14 मा प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चरखा प्रचार नामक अभियान रोक लगाउने राणा प्रधानमन्त्री को हुन् भनेको छ। यसको सही उत्तर चाहिँ भीम शमशेर। यो राणाकालमै सोधिसकेको क्वेसन हो है। नम्बर 15 मा पशुपतिनाथ सन्ध्याकालीन आरतीको थालनी कहिले गरिएको भनेको छ। यो चाहिँ 2064 सालबाट सुरु गरिएको हो। नम्बर 16 मा चाहिँ सरकारले गैर बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न कहिलेसम्ममा एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने घोषणा गरेको छ भनेको छ। यसको सही उत्तर चाहिँ 2082-83 है। यो चाहिँ 82-83 को नीति कार्यक्रम र बजेट मार्फत यो चाहिँ जानकारीका लागि हो है त। नम्बर 17 मा CNN को साहसी खेलाडी 2024 को पूर्ण को सूचीमा पर्न सफल नेपाली पर्वतारोही व्यक्तित्व को हुन् भनेको छ। यसको चाहिँ पूर्णिमा श्रेष्ठ चाहिँ। नम्बर 18 मा 12औं संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सवमा नेपाली पानारोम अवार्ड जित्न सफल चलचित्र कुन हो भनेको छ। यसको सही उत्तर चाहिँ रेमिटेन्स है। रेमिटेन्स रहेको छ। नम्बर 19 मा बेजिङ 30 एसिया पेसिफिक मन्त्री स्तरीय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो। यो सोधिराख्छ, याद ध्यान दिनु होला है। यो चाहिँ बैंकक थाइल्यान्डमा यो चाहिँ नोभेम्बर 1920 मा भएको छ 2024 को है। नम्बर 20 मा प्रसिद्ध म्यागजिन टाइम्सद्वारा सन् 2024 का लागि तयार पारिएको संसारका 100 सर्वोत्कृष्ट ठाउँको सूचीमा पर्न सफल नेपालको पर्यटकीय स्थान कुन हो भनेको छ। यसको सही उत्तर चाहिँ बुरहान वाइल्डरनेप क्याम्प भनेको चाहिँ बर्दियामा पर्छ। नम्बर 21 मा आर्थिक सर्वेक्षण 2081-82 अनुसार 2081 फागुनसम्ममा आधारभूत खानेपानी सेवाको पहुँच जनसङ्ख्या कति रहेको छ भने तपाईले रिटर्न पेपरमा पनि कहिलेकाहीँ यस्तो रोड राख्न सक्नु राम्रो हुन्छ। यसको सही उत्तर चाहिँ 96.85% है। यति भनिएको नेपाल धनी भनिए तापनि यति प्रतिशत पुगेको यति पुग्न बाँकी भने यो डाटामा तपाईले लेख्न सक्नु भने तपाईको रिटर्न उत्कृष्ट भन्छ है। त्यस्तै सुरक्षित खानेपानी उच्च मध्यम स्तर सेवाको पहुँच पुगेको जनसङ्ख्या चाहिँ 28.50% 50% रहेको छ है त। यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला। तपाईलाई भिडियो कस्तो लाग्यो एकदम जेन्युइन कमेन्ट गर्नु होला।